वेलकम बैक टू माई च्यानल इट्स मी सुजिता चौधरी। फेरि पनि आइसक्यो हजुरहरूको सामने नयाँ भिडियो एन्ड ब्लग लिएर। साथीहरू घरमा चाहिँ ब्लग बनाउन पाइनँ कि, अनि यहाँ गोदाबारी पुगिसकेको छ आज, अनि त्यही भएर हेरेर ब्लग बनाएको म देखाउँछु ल हजुरहरूलाई पनि, हेर्दै गर्नु होला। स्टे ट्युन गाइज। दिदी ओ दिदी साहेब हाई गरिदिनु एकचोटि। हाई को गाइज के गर्ने साथी, यो काठमाडौँको बजारमा ढुलो त कहिले नि सकिन्न, त्यही भएर हमको सिखा रिया है मास्क लगाउने जरुरतै छ के, त्यही भएर लगाइदिएको। भिडियो अनलाइन होइन कसिक नै चाहिँ रहेको छ भित्र गाइज। अहिले जाने हो के रे, अब हामी त फर्स्ट टाइम आएको, अब हजुरहरू त घुमिसक्नु भयो होला के रे। के गर्ने साथी, हामी त यस्तै हो। कस्तो गाली गरिरहेको छ, दिदी हो कि डाइन हो एउटा, कस्तो गाली गरिरहेको छ, दिदी हो कि डाइन हो एउटा। भेरी डेन्जरस। यो कुरा चाहिँ हजुरहरूले एउटा कन्फर्म गरिदिनु पर्यो, कति गाली गरे। आउने बित्तिकै के भन्ने अब यसलाई, हेर्नै भन्ने अब यसलाई, हेर्नु न कस्तो बंद करो हाथ जोड़ के। मैं मोदी साहब से गुजारिश करता हूँ। तो क्या नाचो मैं? आज चटपटे खुवाएर रे, आज राम्रो बनाएको छु रे। चटपटे खुवाउन डरले भागिरहेको थिएँ के, अनि पछि कहाँदेखि फेरि उसलाएर अनि फेरि आएको दिन अनि पुरा गर्छ। हे फुस्लाएर खुब जानेछ। कस्तो लिची खान मन लाग्यो कि त्यहाँ बाटोमा देखेर। अब यहाँ त लिची नै छैन, के गर्ने। यही रहेछ गोदाबारी। ए भगवान, यही हेर्न आएको त्यति टाढोदेखि। ए भगवान। अच्छा ठीक है। ले मौसी हाई कहिदियो। तर फुल चाहिँ राम्रो रोप्या रहेछ है यहाँ, अनि राम्रै छ। गोदावरीको ओनर नि भेटाइ त मार्दाहरू भन्दै मजा छन् के यता हामी हेरेको हेरै। अरू जान पछाडि अनि अरू जान अगाडि, म चाहिँ यहाँ ब्लग गर्दै। ले हाइको गाइस फुल देखाउँछु ल। मात्रै आउँदो रहेछन् गाइस, हेर्नु त। हामी पनि खानाकै लागि आएको हो, ओहो डेटिङ पनि बस्या रहेछन् कोही मान्छे। नदेखाम ल साथी, बुझ्नु होला, थाहा छ मलाई बुझ्नुहुन्छ भनेर। ओ मागो टुरुलो गएका ढटुरो घन्टी फुला हो, डबल रोल। लगाइछ हेर्नुहोस् यता, कति राम्रो। ए कति राम्रो। सालेलाई इंग्लिश में गाली गर्न मन लाग्छ, इंग्लिश आउँदैन र मात्रै हो। अरे बहुत मनुष्य लग रहे हो, मत करो, रहने दो, बहुत बुरे लग रहे हो। तोबा थारा मूड खराब कर दिया। तिमी किन यति राम्री ए गाइस। के बस गर्ने यही त हो नि। दुईजनाको अगाडि हामी ल भाटु हाई कहिदेऊ, टु हाई नै कहिले हो। आई एम मोहन चौधरी। दीदी वाह दीदी। जस्ट लाइक भाटु भन्नेमा मजै छुट्टै छैन साथी। सिनाजु भन्ने ल्याउ।
ल साथी यो चाहिँ कपाल सेल्फी सिक्नु ल तपाईहरु पनि दामी छ रहेछ त यो गोडाबारी दामी छ ल साथीहरु पनि देखाउँछु ल हामीले रमाइलो गरेको ओरेको सबै देखाउँछु ल साथी ले मामा हाय कहि देख्छु हाय हाय क्या बोला तूने अरे स्वादम देउ टमाटर हाय कहि देउ ओइ ह हेलो गर्ने तरिका चाहिँ यस्तो हो ल साथी हेलो चल She is vlogger owner. सही पकड़े हैं साथी हेर्नु त यत्रो ठाउँ हुँदै लास्टमा आएर कस्तो राम्रो ठाउँमा आएको छु ल साथी हामीहरूले के ल्याएको छु मैले तपाईहरुलाई सबै देखाउँछु ल हाई करो है अस्सी हाई हुई हाई भनेको यो हो रे क्या ल्याउ भाटु हाई मामा मामा हाई थोड़ी खास के तँलाई धेरै बोल्ने लोगले चेपेको रहेछ ये चेस गाइड चेस वाओ नहीं टाटू रे ना नहीं यो हर मेहर के चकरा दही का त ले मुंह हाथ से जुम कई खिचता हो वो पण दारो ना ते वो अरे वो निकाल ना छैला हां एक बार देते का कहि बे फोटो खिचम दे टोरिन के हर से मैं नहीं खींचे मैं अपन साथ नहीं हां अपन दही का करते री बनाई था का बनाया था वीडियो बनाया रिंग के टिक खींचा था लो ये हो सिरिक पारा दिए पर्छ ल झरना मिनी झरना हाँ नहीं सुगुर आयो हो रात सुगुर और छाई हो जाएगा गाइस फोटो क्लिक गर्ने मान्छे यस्तो अनि फोटो क्लिक गर्ने मान्छेको हालत हेर्नुस् गाइस दुईटैतिर के भन्नु यसरी जोड्न त भेट्नु पर्ने हुन्छ ल गाइस फोटो क्लिक गर्ने मान्छे चाहिँ हेर्नु कपाल पोज्नु वा अनि हामी चाहिँ यस्तो हेरेको फोटो क्लिक गर्नलाई रेडी भएको मान्छेले हेर्नु ल फोटो क्लिक गर्नलाई रेडी भएको मान्छेले हेर्नु ल गाइस हेर्नु यहाँको बगैँचा भर्खर अरू चाहिँ भर्खर रोपेको छन् कि अरू चाहिँ रोपिसके साथीहरूलाई त देखाउनु नि ल साथीहरू मेरो भिनाजुलाई हेर्नु ल यस्तो पोजमा उभिनु भएको छ उभिनु होइन बस्नु भएको छ ब्लग गर्दिनु मार्यो सालेको खोपडी तोड साले के को ब्लग गर्दिनु हो र ब्लग गर्दिनु भन्ने हैन कि ब्लग गर खाली 4 बजे 1 घण्टा
सबैले भिडियो पनि बनायौँ अनि खायौँ पनि भिडियो पनि बनायौँ अब चाहिँ घरतिर लाग्न लाग्यो हामी सबैजना तर पिसफुल रहेछ साथी कति राम्रो रहेछ क्या ठाउँ चाहिँ एकदम घुम्ने खालको सबैजना आउनु होला ल सबैलाई निमन्त्रणा छ भन्नु पर्यो साथी अच्छा ठीक है अब चाहिँ हामी माथि उकालो चढ्दै ल बाटो चाहिँ यस्तो रहेको छ अनि म चाहिँ अगाडि गएर भिडियो बनाउँछु ल साथी ल हेर्नु त्यहाँ छ नि त्यहाँ जान लागेको सबैजना ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ म तपाईहरुसँग कुरा गर्दै जाने साथी ल आउनु ल पार्टी भएर ब्युटी भएर हामी ब्युटी भएर यसो हेरेको हेरै नेपाली भएर नि नेपाली बोल्नै नआउने है साथी के भने चौधरी भएर होला कि ल साथी कालीकोट बिस्ता ये मंदिर देखा कि नहीं ले मौसी नाच दे वहाँ फुहर भाई यहाँ राजा ठोरिक नाच दे ना एक हाँ असिक असिक कह दे ना दा तो नाच दे नाच दे सानीमाले चाहिँ के भन्नुभएको मलाई नाच्न न भन्नु रे मलाई आउँदैन नाच्न मेरो छोरीलाई यति साह्रै नाच्न भनेर भनिराख्नु भएको छ के रे फुल हेर्नु न म हजुरलाई देखाउँछु ल यो बगैँचामा फुल ल हेर्नुहोस् गाइस फुल तर के गर्ने पिकनिक खाइरहेछन् भाग्नु पर्यो ल म कल्टी हाने ल यहाँबाट ल साथी म भागेँ कहाँ जानेहरूको बिचमा खाइरहन् अहिले भन्ला देखेर आहो कि नि साथी एकअर्काको भाषा बोल्ने रे त्यही पनि आउँदैन उसको भाषा उसले आउँदैन उसको भाषा उसले आउँदैन के भन्नु अब यिनीहरूलाई नमस्कार गर्ने कि के गर्ने यिनीहरूलाई भन्नु त साथी ढोक्दिया तिम्रो हेराइले मेरो धड्कन रुकिया तनी कमेडी टाइप के कुल कहिनु नमस्ते ल म नाच्छु ल कसैले आउँदैन मलाई म नाच्छु ल कसैले आउँदैन मलाई आउँछ नाच्न ल सबैले ल ए नमस्ते ढुक्दिया मेरो धड्कन रोक्दिया के गर्ने साथी अब घुम्नेपछि अलिक रमाइलो त गर्नै पर्यो एकचोटि रोएर नि भइसक्यो अब के गर्नु पर्छ ल म त एकचोटि रोएर नि भइसक्यो अब के गर्नु पर्छ ल म त नाचेको साथी गीत सिकाइदिनु न मलाई केही नि आउँदैन गीत गाए पनि मान्छे तर्सेर भाग्ने जस्तो गीत गाउँछु के मेरो जिन्दगी क्या करूं मैं मर जाऊं पानी पी मेरी कोई फीलिंग नहीं है तर साथीले हराएर कस्तो टेन्सन भइरहेको छ साथी अरे फोन कर टेंशन करता है बुझ्नुहुन्न ब्यालेन्सै छैन भने कसरी कुरा गर्ने भन्नु त साथी होइन पुरै नबुझेको होइन उकाली ओरा
हाय मेरा सोर कितना बीच बाटोमा बसे हगाउला हैन साथी हगाउला बीच बाटोमा बसेर के कुरा गरेको मैले पनि नि साथी फोहोरी जस्तै ल गर्दैन ल कुरा अब यस्तो गले साथी गले कस्तो हातै दुख्छ है साथी यो ब्लग गर्दा गर्दै पनि के गर्ने अघि नआएकै ठाउँमा पुग्यौँ यहीँबाट फर्केको फेरि यहीँ आइपुग्यौँ साथी ल हेर्नु यी अघि नै त्यो पढेको होइन मैले त्यो पढेको अनि उता अलि माथितिर खाइराख्नु भएको छ क्या पिकनिक खाइराख्नु भएको छ त्यहाँ पुगेर फर्केको फेरि अब उकालो चढ्दै चढ्दै गलिन्छ कि भन्छ त साथी बिचरा हामी केही काम छैन है यता डुल्यो उता डुल्यो गएर खायो हग्यो सिद्धो है कर लागन गल्नु बोरे के त्यहाँ मुख हेर्नु कैसे पिरावट है हो मौसी नाच त नाच कैसे पिरावट है हो मौसी नाच त नाच इससे पिरावट है ल तिमीहरुको भाइ पनि मिल्दैन हामी सानी बरामा नाच्ने ल छिटो छोटा महिन कमरिया कोरे लपला लाली पप लागे कति नाच्ने साथी होइन यतिको रमाइलो चाहिँ गर्नुपर्छ ल साथी के गर्ने साथी नै छैनन् यता सबै गाउँमा के भन्ने बिहा गरिसक्या हन् अब हाम्रो नि बिहा गर्ने पाला आइसक्यो पछि त समझ रहे हो आप समझ रहे हो यसरी गर्ने हो कि गर्ने हो दुखी छु म साथी च्याउ त च्याउ जस्तै छ तर के छ यो छ्या कहाँ हो रे किन यस्तो जङ्गलमा लिएर आएको त फेरि के भइरहेछ यो यहाँ आएर के हुँदैछ यो के हुँदैछ यही गर्न बोला हो यहाँ पता नहीं कौन साथी हो अनफ्लो कर दिनु ब्लॉक कर दिनु अनफ्लो कर दिनु ब्लॉक कर दिनु मार साले का खोपड़ी तोड़ साले का यस्तो मान्छेले के भन्ने साथी राम्रो मान्ने कि हान्ने भन्नु हान्दिन्छु हानेर फेरि बङ्गारा सङ्गार झार्दिनु पर्ला हो Wow! Very dangerous! सबैजना आफ्नै आफ्नै पोजमा ल साथी गाइस सबैको पोज हेर्नु ल साथी अब घुमेर चल्यो घोडा पनि यो हो है ल गर भाइ हामी चाहिँ हिँडिसक्यौँ हेलो ओ डीजे
Yo. Action Jackson DJ yo. के Jackson DJ yo. के पारा होला यस्तो एक्सन ज्याक्सन डिजे हुन्छ र साथी एक्सन ज्याक्सन पलट 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 शाहरुख खानको बिल्ला भएको साथी ऐसे वाला ले पलट 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 ले ले अपनी मोहब्बत जैसे रूह है इबादत हम पे मेहरबान हो जहां शुक्र अल्लाह Oh my God! Wow! अंजलि मैं तुझे भूल जाऊं एक हाइट है मैं तुझे तू हमें चोटि देखेको गाइज घोडाको बच्चा कस्तो राम्रो रहेछ नि क्युट क्युट टाइपको सबै क्लिक गरे मलाई छोडेर भागिसके सबैजना आउँछु ल साथी यता हेर्नु न ड्युटी छोडेर मलाई भागेको कस्तो रिस उठ्छ राति भएको बल्ल सुन्धारा पुगेँ यो काठमाडौँमा उता छ उठेर आइपुग्यौँ अब टिचिङ हुँदै चाहिँ बस